हो घरमा प्रवेश गर्ने गेट। यता कल छ, यता अलिकति जग्गा छ, यता यो पार्किङ हो। यहाँ दुईटै फ्ल्याटमा जाली पल्ला साइड छ। यो बाहिरको टोइलेट। अब माथि चढिँदैछ। यो सामानहरू अलि राखिरहेछ। यो सिँढी भयो। सिँढीमा ट्रिपल बिट लगाएर गिर्नाइट टायर लगाएको छ। यो अगाडिको भागमा ग्लेजिङ गरेको छ। यो डबल डोर ढोका, यो मोडलको छ डबल डोर ढोका। यो सिटिङ रुममा प्रवेश गर्ने। सिटिङ रुममा प्रवेश गरेपछि यता एउटा यस्तो ढोका लगाएर जाली पल्ला बरन्डामा टपन ग्लास लगाएको छ। टाइल पर्दा बरन्डामा यस्तो खालको पर्दा डिजाइन छ। टाइल लगाएको छ। सिटिङ रुममा अलिकति भित्र छिरेपछि टोइलेट बाथरुममा चाहिँ दुईटै सिस्टम छ। यो किचन भयो। किचन यस्तो मोडलको बनाएको छ। यो एउटा रुम हो। रुममा यसरी 2x2 टाइल लगाएको छ। अर्को भयो, रुममा पनि 2x2 टाइल लगाएको छ। प्रत्येक झ्यालमा यसरी तेर्सोमा गिर्नाइट लगाएको छ। अब माथिल्लो तलामा पनि जाने भागमा गिर्नाइट लगाएको छ। र माथि छतमा प्रवेश गरेर यसरी फलामको दह्रो ढोका लगाएको छ। र माथि पनि एउटा टोइलेट बाथरुम बनाएको छ। यहाँ यो एउटा रुम छ यसो राखन भरनको लागि। र अब यहाँ मन्दिर बनाएको छ। यति भाग चाहिँ ओपन गरेको छ, पछि थप्नको लागि मिल्ने गरी राखेर।